हेलो नमस्ते गुरुले वेलकम टु माई न्यू भिडियो। सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। मेरो भिडियो हेर्नु भयो त? म यो चाहिँ भिडियो पोस्ट गरेको छु है त, सबैजनाले हेरिदिनु होला है त। हामी चाहिँ घर आइसक्यो, हिजो नै आएको हो घर उता दिदीको घरबाट। मैले भिडियो बनाइनँ अनि अहिले चाहिँ यहाँ भिडियो बनाइरहेको छु, भिडियो स्टार्ट गरेको छु। सन्चै हुनुहुन्छ? हामी पनि सन्चै छौँ। यहाँ बुढो चाहिँ पुरै ल्यापटपलाई बनाइराख्नु भयो। आज चाहिँ सोमबार भएर म चाहिँ नुहाइ धुवाइ गरेर पूजा गरेर हाम्रो टुरको लुगाहरू चाहिँ सबै आज धोएर, मैले होइन मेरो बुढाले, हामी दुवैजना भएर धोएको र खानासाना खाएर चाहिँ बसिरहेको छु। अब हामी चाहिँ आज मेरो उता माइती घरको साथी भनौँ, मिटिङ त मिटिङ नै हो, सानोमा मिटिनी लगाएको कि साथीहरू मिल्ने साथी अनि मिटिनी भन्छौँ पनि। यहीँ र हाम्रो घरदेखि 10-15 मिनट लाग्छ होला। छोराको पास्नी छ बापै अनि बोलाउनु भएको क्या, अनि त्यही भएर हामी चाहिँ अहिले एकछिन पछि चाहिँ निस्किने भनेर म चाहिँ भिडियो स्टार्ट गरेको। हेर्दै गर्नु है त। कीबोर्डले काम गरेन रे, अनि त्यही बनाउँदै देखो फ्रेंड्स, अभी मैं यहाँ पर इसके रिकॉर्ड कर रहा हूँ, अच्छे से आप देख पा रहे हैं। तो इसके लिए आपको क्या कुछ करना होगा, पासवर्ड कति थियो यसको मेरो? तो इसके लिए देखो यहाँ पर मैं क्रोम को मलाई थाहा नि, बेसमा पासवर्ड राखेको थियो र कुछ लिखना होगा। मगर सवाल यही है कि मेरा लैपटॉप काम नहीं कर रहा, मैं कैसे बल्ल भयो अरे। अनि पुरै नेट कनेक्ट, अनि कसरी चाहिँ गर्नु त? गर्न अब कसरी चाहिँ उयो गर्ने गर्न केटा। कस्तो ल, कतिखेर जाने हो त नि? 11 बजिसक्यो। मेरो पठाउँदै ए पो काम। अब यसलाई मैले के गर्नु पर्यो? ड्राइभर लुगाहरू हेर्नु उता पनि छ, के देख्यो सुकेकै छैन, सुकिरहेको लुगा कुनै त यति धेरै लुगा। ज्याकेट पनि सुकाइदिनु पऱ्यो यतै। घाममा भयो भने छिटो सुक्छ नि त, त्यही भनेर वाइट छिटो सुकिने वाइट। आएर केले हल्दिन्छ कामलाई पनि। के भएको म दिमाग मेरो यहीँ लागिरहेको, त्यो पनि नजान्छ फुस्किसकेँ म। यति धेरै लुगा धोएर सुकाएको छु। 11 बजे घाम यस्तो छ हेर्नु। यहाँ मेरो फुलहरू, मेरो फुल खोर्सानी डल्ले पनि फल्यो। यो चाहिँ हाम्रो घरमै लिएर मजाले यो फुल हेर्नु नि कहाँसम्म लगाएको तल। साथीहरू सबैजनाले भिडियो हेर्नु पर्यो, लाइक कमेन्ट सब्सक्राइब बढाउनु पर्यो। बढेकै छैन। हामी टुरमा गएको बल्ल कति 210-12 थियो, अहिले त 220 लाई। पनि बिस्तारै त भिडियो बनाइरहेको छु, जानी नजानी कन भिडियो आइरहेको छ, बनाइरहेको छ। कमेन्ट सब्सक्राइब गरिदिनु होला। हामी सकेसम्म कन्टिन्यू भिडियो हाल्ने कोसिस गर्नेछौँ। जस्तो जे भए पनि होइन, कन्टेन्ट हाल्न नसके पनि त हामीले, मतलब राम्रो कन्टेन्ट हाल्न नसके पनि त यताउता घरको के गर्छ गर्दैन सबै हालिरहेको छु। त्यो पनि तपाईँहरूको लागि यसो रमाइलो। प्लिज म भन्न चाहन्छु, लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला। कस्तो खाले भिडियो मनपर्छ, के मनपर्छ है त साथीहरू।
सर्ट भिडियोमा चाहिँ लाइक नभए पनि भ्युज चाहिँ धेरै छ, सबैले हेरिदिनु भयो, जसको लाइक पनि गरिदिनु भएको छ। अनि लङ भिडियोहरूमा चाहिँ छैन कि, लाइक पनि छैन भ्युज पनि छैन। त्यही भएर प्लिज सबैजना लाइक अनि सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला। मेरो भिडियो कस्तो लाग्छ के लाग्छ कमेन्ट गरिदिनु होला। अब हामी एकछिनमा रेडी हुन्छ उता जानलाई है त। ल गाइज हामी चाहिँ रेडी भइसक्यो पास्नीमा जानलाई। पास्नी हो कि पास्नी हो, मेरो लुक चाहिँ यस्तो छ। यतै गर्नु है त, गएपछि देखाउँछु त्यहाँको माहौल कस्तो छ अनि मात्र है त। सानो बगैँचा के गयो हामी चाहिँ यस्तो घाम चाहिँ त्यही पनि हामी चाहिँ गएको यस्तो हो मेरो फुलहरू। हामी चाहिँ आइपुग्यो फाइनली मितिनीको घर। अब खुसी भएको मान्छे मेरो पनि भिडियो गर्दैन। सबै खुवाइदेऊ न। अनि लगा न मजाले। बजारमा यत्रो बच्चाले 2 प्लेट खानुहुन्छ पानीपुरी। हेलो हामी चाहिँ भर्खर आएको पास्नी घरबाट। त्यहाँ चाहिँ भिडियोहरू बनाउनु पाएन, खाएको भिडियो र गएको चाहिँ अलिअलि भिडियो गरेको थियो। त्यहाँनिर अलिअलि फोटो खिचेर अनि त्यहाँ बहिनी दिदी छ्यामाहरू नै आउनुभएको थियो। त्यहाँ कुरासुरा गरेर अनि हामी चाहिँ 4 बजीतिर हिँडेको, 4:30 भनौँ न। एकछिन त्यहाँ वीरेन्द्र बजारमा यताउता त्यहाँ यहाँ के अरे मोबाइलमा टेम्पर ग्लास लाउनु थियो, त्यो लगाएर अनि हामी चाहिँ आएको। लुगा पनि फेरेन है। अब चाहिँ भिडियो यहीँ इन्ड गर्न चाहन्छु। सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। बाई बाई।